तपाईलाई एउटा कुरा थाहा छ? नेपाल अहिले एउटा यस्तो ठुलो अन्तर्राष्ट्रिय चक्रव्यूहमा फस्दैछ जसले हाम्रो ब्याङ्क अकाउन्ट, हाम्रो गोजीको पैसा र देशकै अर्थतन्त्र कङ्गाल बनाउन सक्छ। हो, नेपाल अहिले अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्थाको ग्रे लिस्ट अर्थात् रेड जोनको अत्यन्तै नजिक छ। यदि हामी बेलैमा सुध्रेनौँ भने नि नेपाल ब्ल्याक लिस्टमा पर्नेछ। आखिर के भएर खस्किँदैछ त नेपालको साख? धेरैलाई लाग्न सक्छ यो कुनै प्राविधिक कुरा मात्र हो, तर होइन। नेपाल यो अवस्थामा आइपुग्नुको मुख्य कारण पुराना शासकहरूको चरम भ्रष्टाचार र लुटेरा प्रवृत्ति हो। विगतका शासकहरूले राज्यको विधि र पद्धतिलाई जताततैबाट भुवाङ पारे। एयरपोर्टको सुनकाण्डदेखि भन्सारको सेटिङसम्म र देश र गरिब जनताको लागि विदेशी दाताहरूले दिएको अरबौंको ऋणलाई यी गिद्धहरूले सिनो लुछेझै गरेर खाए। जनता ऋणको भाडमा डुब्दै गए, नेता र माफियाहरू फस्टाउँदै मोटाउँदै गए। अवैध तरिकाले कमाएको कालो धनलाई सेतो धन बनाउने क्रम रोकिएन। हुन्डी र क्रिप्टोको अवैध कारोबारलाई रोक्न राज्य असफल भयो। अन्तर्राष्ट्रिय संस्थाहरूले स्पष्ट देखिसके नेपालको फितलो कानुनका कारण यहाँबाट हुने मनी लाउन्ड्रिङ र आपराधिक क्रियाकलापमा पैसा असार पसार भइरहेको छ। यही महासङ्कट र आर्थिक रूपमा देश कोमामा जान लागेको बुझेर नै अहिलेको बालेन सरकार र नयाँ नेतृत्वहरू हरेक कुरामा कडा निगरानी राख्न लागि परिरहेका छन्। पुरानो फोहोर सफा गर्न र कालो धन लुकाउनेहरूलाई कानुनी दायरामा ल्याउनकै लागि अहिले अध्यादेशमा फेरबदल र कानुन परिमार्जन गर्नु परेको, किनकि पुराना कानुन तिनै भ्रष्टाचारी र तस्करहरूलाई जोगाउने गरी बनाइएका थिए, जसलाई परिवर्तन नगरेसम्म कारबाही सम्भव थिएन। अर्कोतर्फ अर्थविद तथा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको यो रेड जोनको जोखिमलाई गम्भीरतापूर्वक उठाउँदै आएका छन्। उनले नेपाललाई जति सक्दो चाँडो यो रेड जोनबाट बाहिर निकाल्नुपर्छ भन्दै वित्तीय अनुशासन र कानुनी सुधारका लागि कडा लबिङ गरिरहेका छन्, किनभने उनलाई थाहा छ यदि यो सूचीबाट नेपाल बाहिर आउन सकेन र ब्ल्याक लिस्टमा पर्यो भने देश कङ्गाल हुनेछ। यदि हामी ग्रे लिस्टबाट बाहिर निस्कन सकेनौँ भने र ब्ल्याक लिस्टमा पर्यौँ भने जहाँ अहिले इरान र कोरिया जस्ता देशहरूमा भइरहेछ, नेपालमा पनि यस्तै आर्थिक भूकम्प आउनेछ। रेमिट्यान्स ठप्प हुन्छ। विदेशमा दुःख गरेर नेपालीले पठाउने पैसा रेमिट्यान्स नेपाल आउन बन्द हुन सक्छ। वैध च्यानलहरू बन्द भइसकेपछि देशको विदेशी मुद्रा सञ्चित रित्तिन्छ। अन्तर्राष्ट्रिय व्यापार र एलसी बन्द। नेपालमा ब्याङ्कहरूले खोलेको एलसीलाई विदेशी ब्याङ्कहरूले रद्दीको कागज मान्नेछन्। नतिजा तेल, औषधि, खाद्यान्न, गाडी यी सबै कुराहरूको आयात गर्न सकिँदैन र देशमा हाहाकार मचिन्छ र विदेशी सहयोग र ऋण बन्द हुन्छ। महँगीले आकाश छुन्छ अनि ठ्याक्कै भेनेजुएला र जिम्बाब्वेको स्थिति हुन्छ। साथीहरू, यो कुनै राजनीतिक खिचातानीको कुरा मात्रै होइन, यो हाम्रो देशको अस्तित्व र तपाईँ हाम्रो गोजीको कुरा हो। ती पुराना भ्रष्टाचारीहरूलाई थुनेर कडा कानुन बनाएर र अहिलेको यो सरकारले चालेका सकारात्मक कदमहरूलाई पूर्ण रूपमा कार्यान्वयन नगरुन्जेलसम्म नेपाल यो दलदलबाट निस्कन सक्दैन। के तपाईँलाई लाग्छ नयाँ पुस्ताको यो कडा निगरानीले नेपाललाई यो ब्ल्याकलिस्ट हुनबाट जोगाउला? आफ्नो विचार कमेन्टमा राख्नुहोला।